प्रजातन्त्र नभए देश रहँदैन, राजा रहँदैनन्, हामीहरूको त कुरै भएन। यो प्रसिद्ध बनाइयो जननायक विश्वेश्वर प्रसाद कोइरालाको। प्रजातान्त्रिक अधिकारमा कुनै पनि गिद्ध दृष्टि हुनुहुँदैन, यो प्रसिद्ध बनाइयो जननेता मदन भण्डारीको। प्रजातन्त्र भनेको जनताको शासन र सत्ता भएको व्यवस्था। प्रजातन्त्रमा जनता नै शासक हुन्छन्, जनता नै जनार्दन हुन्छन्। नेपालको इतिहासमा प्रजातन्त्र दुई पटक भित्रिसकेको छ। पहिलो पटक नेपालमा प्रजातन्त्र भित्रिएको इतिहास अघिल्लो श्रृङ्खलामा गरिसकेको छ भने आजको यस श्रृङ्खलालाई दुई भागमा विभाजन गरी दोस्रो पटक प्रजातन्त्र भित्रिएको इतिहास बुझौँ। भाग 1 राजनीतिक कु। विक्रम सम्वत 2007 साल फागुन 7 गते त्रिपक्षीय दिल्ली सम्झौता बमोजिम मोहन शमशेरको नेतृत्वमा विधानसभाको निर्वाचन सम्पन्न गर्नका लागि 5 जना नेपाली काङ्ग्रेस र 5 जना राणाको तर्फबाट अन्तरिम सरकारको गठन गरिएको थियो। उक्त अन्तरिम सरकारले विक्रम सम्वत 2007 साल चैत्र 29 गते निर्वाचन सम्पन्न गर्नका लागि नेपालको अन्तरिम शासन विधान 2007 जारी गरेको थियो, जुन जारी भएको नेपालको पहिलो संविधान रहेको थियो। दुई फरक फरक विचारधारा र मत भएका राणा र काङ्ग्रेस बीच एकता भई सरकार गठन भएको थियो। विक्रम सम्वत 2004 साल चैत्र 31 गते मोहन शमशेरले नै नेपाली राष्ट्रिय काङ्ग्रेसमाथि प्रतिबन्ध लगाएका थिए। विक्रम सम्वत 2008 साल कार्तिक 20 गते त्रिपक्षीय दिल्ली सम्झौता र सरकारका गैर प्रजातान्त्रिक कदमहरूको विरोधमा काठमाडौँको भूगोल पार्कमा एक ठुलो जनसभा आयोजना गरिन्छ। उक्त जनसभाको सुरक्षाको निमित्त महेन्द्र नारायण निधिलाई खटाइन्छ। महेन्द्र नारायण निधिको आदेशमा मुक्ति सेनाद्वारा फायर गरिन्छ र उक्त फायरमा गोली लागि विद्यार्थी नेता चिनिया काजीको मृत्यु हुन्छ। त्यसको 4 दिन लगत्तै अर्थात् कार्तिक 24 गते तत्कालीन गृहमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले नैतिकताको आधारमा राजीनामा दिन्छन् र त्यसकै 2 दिन पछाडि अर्थात् कार्तिक 26 गते तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले प्रधानमन्त्रीको पदबाट राजीनामा दिन्छन्। त्यसपछि राजा त्रिभुवनले विक्रम सम्वत 2008 साल मङ्सिर 1 गते मातृका प्रसाद कोइरालाको नेतृत्वमा 14 सदस्यीय मन्त्रीमण्डल गठन गर्दछन्, जसको मुख्य कार्य विक्रम सम्वत 2009 सम्ममा विधानसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने थियो। तर आफ्नै पार्टीभित्रको उथलपुथल र विवादले गर्दा विक्रम सम्वत 2009 सालसम्ममा निर्वाचन सम्पन्न गर्न नसकी मातृका प्रसाद कोइरालाले विक्रम सम्वत 2009 साल श्रावण 30 गते प्रधानमन्त्रीको पदबाट राजीनामा दिन्छन्। उक्त दिन नै राजा त्रिभुवनले केशर शमशेरको अध्यक्षतामा 5 सदस्यहरू सहितको परामर्शदात्रीहरू नियुक्ति गर्दछन्। यसै बीचमा अर्थात् विक्रम सम्वत 2011 साल फागुन महिनाको 30 गते राजा त्रिभुवनको मृत्यु हुन्छ र चैत्र 4 गते नेपालको नयाँ राजा हुन्छन् महेन्द्र वीर विक्रम शाहदेव। यसै समयमा राजा महेन्द्रले आफ्नो अध्यक्षतामा सरकार गठन गर्दै र फेर्दै गर्छन्। यो क्रम 4 पटकसम्म दोहोरिने गर्दछ। विक्रम सम्वत 2015 साल जेठ 2 गते सुवर्ण शमशेरको अध्यक्षतामा 5 सदस्यीय मन्त्रीमण्डल गठन गर्दछन्। यसै समयमा भगवती प्रसाद सिंहको अध्यक्षतामा 4 सदस्यीय संविधान मस्यौदा आयोग गठन गरिन्छ। उक्त संविधान मस्यौदा आयोगलाई सुझाव दिनको निमित्त बेलायती संविधानविद सर आइभर जेनिङ्स समेतलाई बोलाइन्छ। उक्त आयोगले मस्यौदा गरेको संविधान नेपाल अधिराज्यको संविधान 2015 विक्रम सम्वत 2015 साल फागुन 1 गते जारी हुन्छ। उक्त संविधानको धारा 55 मा सङ्कटकालीन अधिकारको व्यवस्था गरिएको थियो, जसमा राजामा सम्पूर्ण अधिकार निहित गरिएको थियो। यो धारा याद गर्दै गर्नुहोला, केही क्षणमा यसको प्रसङ्ग आउनेछ। यसै संविधानलाई आधार मानेर विक्रम सम्वत 2015 साल फागुन महिनाको 7 गतेदेखि विक्रम सम्वत 2016 साल वैशाखको 21 गतेसम्म पहिलो मध्यावधि निर्वाचन सम्पन्न गरिन्छ। 109 निर्वाचन क्षेत्रहरूमा विभाजित गरिएको यस निर्वाचनमा 74 स्थानमा नेपाली काङ्ग्रेसको विजयी भएकाले संसदीय दलको नेता विश्वेश्वर प्रसाद कोइराला विक्रम सम्वत 2016 साल जेठ महिनाको 13 गते 19 सदस्यीय मन्त्रीमण्डल सहितको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुन्छन्। प्रजातन्त्र दिवसको उपलक्ष्यमा राजा महेन्द्रले प्रजातन्त्रलाई उन्नत गर्दै लैजानु हाम्रो कर्तव्य हो भनी भनेका थिए। महाराजा धिराज बुवाजीको त्याग र जनताको असीम सहयोगबाट आएको प्रजातन्त्रलाई सकेसम्म सबैले उन्नत गर्दै लैजानु हामी सबैको कर्तव्य छ। विक्रम सम्वत 2016 साल माघ महिनाको 16 गते बाँकेमा राजा महेन्द्रले सम्बोधन गर्ने क्रममा देशको सार्वभौमिकता, राष्ट्रियता र अन्य देश तथा जनहित कार्यको संरक्षणका लागि जेसुकै गर्न पनि पछि नहट्ने भनी केही कदम चाल्ने सङ्केत गरेका थिए।
त्यसैगरी भनिन्छ विक्रम 2017 साल वैशाखमा अमेरिका भ्रमण गएका राजा महेन्द्रले नेपाली विद्यार्थीहरूसँग केही चाल्न लागेको सङ्केत गरी नेपाल फर्कन प्रोत्साहन गरेका थिए। त्यस्तै राजा महेन्द्रले विश्वेश्वर प्रसाद कोइरालालाई एक दिन दुई बाघ एकै खोरमा रहन सक्दैनन् भनेका थिए। उनले केही विचार गरिरहेको प्रश्न नै थियो। विक्रम 2017 साल पुष महिनाको 1 गते नेपाल अधिराज्यको संविधान 2015 को धारा 55 को प्रयोग गरी बीपीको लोकप्रियता र शक्ति सङ्घर्ष, सक्रियताको चाहना, अस्थिरताबाट असन्तुष्ट, दलभित्र नै मनमुटाव, वैदेशिक हस्तक्षेपको डर, प्रातान्त्रिक व्यवस्था अनुपयुक्त ठानी राजा महेन्द्रले सङ्कटकालको घोषणा गरी राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाई सैन्य कु गर्दछन्। निर्वाचन पछि बनेको यो मन्त्रीमण्डलले शान्ति सुरक्षा कायम गर्ने जस्तो हरेक सभ्य सरकारको प्राथमिक कर्तव्य पनि पूरा गर्न सकेन। वर्गीय संगठनहरूलाई समेत यही घोषणाद्वारा हाललाई अवैध घोषित गरी यस्ता संस्थाहरूमा प्रतिबन्ध लगाई बसेका छौँ। प्रातान्त्रिक व्यवस्था अनुपयुक्त राजा महेन्द्रको राजनीतिक कु गर्नु पछाडिको मनसाय तपाईँहरूलाई केही असहज लाग्न सक्छ, तर राजा महेन्द्रको यो मनसाय बुझ्नको निमित्त तपाईँहरूले केनिथ एरोको एरोज इम्पोसिबिलिटी थ्योरी बुझ्न आवश्यक छ। यस सिद्धान्तमा एरो भन्दछन् प्रातान्त्रिक व्यवस्थामा मानिसहरूको फरक फरक मत र रोजाइ हुने गर्दछ सामाजिक निर्णयमा, तर व्यवस्थामा प्रणाली यस्तो हुनुपर्छ जसमा चाहिँ सामाजिक निर्णयमा कुनै पनि फरक फरक मत नभइकन सम्पूर्ण मानिसहरूको एउटै मत वा रोजाइ हुनुपर्दछ भनी वकालत गर्दछन्। भाग 2 प्रजातन्त्रको लागि सङ्घर्ष। विक्रम सम्वत 2017 साल पुष महिनाको 1 गते काठमाडौँको थापाथलीमा नेपाल तरुण दलको सभा भइरहेको समयमा जेनेरल सुरेन्द्र बहादुर शाह सैनिक पोसाकमा आएर हुकुम भएको छ भनी बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई लगायतका नेताहरूलाई पक्राउ गरी लगिन्छ। पुष 2 गते विराटनगर नगरपालिकाका मेयर केशव भट्टराईहरूले राजा महेन्द्रको राजनीतिक कुको विरोध गरी पुष 1 लाई कालो दिवसका रूपमा मनाऊ भनी लेखिएको पर्चाहरू केशव भट्टराई र प्रहलाद भट्टराईहरूद्वारा विराटनगरभरि छरिएको थियो। पुष 1 को राजा महेन्द्रको कदमबाट नेपाली काङ्ग्रेसमा 3 धार देखा परिसकेको थियो। पहिलो संवैधानिक क्रान्ति, दोस्रो अहिंसात्मक क्रान्ति, तेस्रो हिंसात्मक क्रान्ति। बीपी कोइराला अर्थात् विश्वेश्वर प्रसाद कोइराला संवैधानिक क्रान्तिको मार्गमा हिँडिरहेका थिए भने सुवर्ण शमशेर जवरा हिंसात्मक क्रान्तिको मार्गमा हिँडिरहेका थिए। राजाले जनताको आवाजभन्दा बन्दुकको गर्जन बढी सुन्दछन् भन्ने धारणा राख्ने सुवर्ण शमशेर नेपालमा राजा महेन्द्रले राजनीतिक कु गर्दा भारतमा रहेका थिए। कार्यवाहक सभापति बनेका सुवर्ण शमशेरले विक्रम 2017 साल माघ महिनाको 12 गतेदेखि 14 गतेसम्म भारतको पटनामा नेपाली काङ्ग्रेसको विशेष सम्मेलन आयोजना गरेका थिए। उक्त सम्मेलनमा 3वटा मागहरू प्रस्तुत गर्दै नेपाली काङ्ग्रेसलाई साथ दिनको निमित्त नेपाली जनतालाई आह्वान गरिएको थियो। पहिलो, पुष 1 को शाही कदम फिर्ता लिनुपर्ने, दोस्रो राजबन्दी रिहा गर्नुपर्ने, तेस्रो विघटित संसद पुनर्स्थापना गर्नुपर्ने। यदि माग पूरा नभए सशस्त्र आन्दोलन गर्ने घोषणा पनि सम्मेलनमा भएको थियो। 3 मागहरू पूरा नभएकाले विक्रम सम्वत 2018 साल कार्तिक महिनाको 26 गते क्रान्ति दिवसको दिन पारेर सशस्त्र आन्दोलन सुरु गर्ने घोषणा गरिन्छ। नेपाललाई पूर्व, मध्य र पश्चिम क्षेत्रमा विभाजन गरी क्रान्ति गर्नका लागि कार्यकर्ताहरू पनि तय गरियो। सेनाको तालिमका लागि भारतको नक्सलबाडी, फारबिसगञ्ज, दरभङ्गा लगायत 10वटा ठाउँमा क्याम्प राखिएको थियो। आफ्नो सम्पत्ति बिक्री गरेर भए पनि सुवर्ण शमशेरले क्रान्तिकारीहरूलाई तालिम दिने र हात हतियारहरू सङ्कलन गर्न सुरु गरे। हाना र भाग उद्देश्य बोकेको काङ्ग्रेसले पुलिस चौकीमा आक्रमण गर्ने, पुल र सरकारी सम्पत्तिहरू ध्वस्त पार्ने, त्यसमा हानि पुर्याउने काम गर्न थाल्यो। सरकारले पनि काङ्ग्रेस कार्यकर्ताहरूलाई अन्तर्राष्ट्रिय तत्त्व घोषणा गरी पक्राउ गरियो र कसैलाई हत्या पनि गर्न थाल्यो। राजा महेन्द्र नागरिक अभिनन्दन कार्यक्रमको क्रममा विक्रम सम्वत 2018 साल माघ महिनाको 9 गते जानकी मन्दिर दर्शन गर्ने क्रममा उनको हत्या गर्न दुर्गानन्द झा, जोगी शाह, अरविन्द ठाकुर, दलसिंह थापा र रमेश झालाई खटाइएको थियो। अरूको प्रयास असफल भएका कारण दुर्गानन्द झाले राजा महेन्द्र सवार गाडीमा बम फ्याँक्छन्, तर राजा महेन्द्रलाई केही नभई उनको गाडीलाई केही हानि हुन पुग्छ।
नेपाली काङ्ग्रेसको सशस्त्र विद्रोह देशभरि नै फैलिसकेको थियो। ललितपुरमा रहेको मोती पुस्तकालयबाट पञ्चायती विरुद्ध पर्चाहरू छरिएको थियो। यसै बीचमा अर्थात् विक्रम 2019 साल कार्तिक महिनाको 4 गते भारत र चीनबीच युद्धको घोषणा भएकाले विक्रम 2019 साल कार्तिक महिनाको 23 गते सशस्त्र आन्दोलन स्थगनको घोषणा गरिन्छ। विक्रम 2019 साल पुष महिनाको 1 गते नेपालको संविधान 2019 जारी भयो। त्यसैगरी विक्रम 2020 साल भदौ 1 गते मुलुके ऐन 2020 जारी भयो। यसैका आधारमा विक्रम 2020 साल माघ 15 गते दुर्गानन्द झालाई मृत्युदण्ड दिइयो। विक्रम 2025 साल कार्तिक महिनाको 14 गते बीपी कोइराला उपचार गर्नका लागि भारत प्रवेश गर्दछन्। भारतमा रहेका बेला बीपीले राजा महेन्द्र युरोप जान लाग्दा भारतमै रहेका बेला प्रजातन्त्र पुनः स्थापना गर्न आग्रह समेत गरेका थिए। भारतमा उपचार गर्न कठिन भएकाले बीपी कोइराला युरोप जान लागि नेपालमा राहदानीको लागि निवेदन दिँदा तपाईँको क्रियाकलाप अझै मातृभूमिप्रति हितकार नभएकाले राहदानी दिन मिल्दैन भन्ने प्रत्युत्तर आएको थियो। पछि उनले भारतबाट राहदानी लिई युरोप उपचार गर्न गएका थिए। संवैधानिक प्रजातन्त्रबाट क्रान्ति ल्याउने कार्यमा असफल भएपछि बीपी कोइरालाले हिंसात्मक क्रान्तिको आह्वान विक्रम 2027 साल असोज महिनाको 4 गते भारतको अङ्ग्रेजी दैनिक इन्डियन एक्सप्रेसका प्रतिनिधिसँग गरेका थिए। त्यसपछि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा मुक्ति सेनाको भर्ती गरियो र तालिमको प्रक्रिया प्रारम्भ गरियो। भनिन्छ राजा महेन्द्रले बीपी कोइरालालाई विक्रम 2027 सालमा एउटा चिठी लेखेका थिए, जसमा राजा महेन्द्रले विक्रम 2028 साल फागुन महिनाको 7 गते पुनः प्रजातन्त्र स्थापना गर्ने तयारी गरिरहेको र दलीय प्रणालीमा आधारित संविधान जारी गर्न लागेको त्यसमा बीपी कोइरालाले सहयोग गर्नुपर्ने उल्लेख गरिएको थियो। तर विक्रम 2028 साल माघ महिनाको 17 गते राजा महेन्द्रको मृत्यु हुन्छ। विक्रम 2028 सालको उत्तरार्धमा भारतको पश्चिम बङ्गालको नक्सलवाडीमा भएको सर्वहारा वर्गको आन्दोलनको प्रभाव नेपालमा पनि पर्न जान्छ। नेपाली कम्युनिस्टहरूद्वारा नेपालको झापा जिल्लामा वर्ग शत्रु खतम अभियान चलाइयो, जसलाई झापा विद्रोह पनि भनिन्छ। जसमा कर्णबहादुर गौतमको विक्रम 2028 साल जेठ महिनाको 3 गते, बुटन चौधरीको विक्रम 2029 साल वैशाख महिनाको 26 गते, उद्राकान्त राजवंशीको विक्रम 2029 साल मङ्सिर 23 गते, विष्णुप्रसाद विमली र ईश्वर प्रसाद चुडालको विक्रम 2029 साल असार महिनाको 27 गते र राष्ट्रिय पञ्चायतका पूर्व सांसद धर्मप्रसाद ढकालको विक्रम 2029 साल पुष महिनाको 10 गते हत्या गरिएको थियो। आफ्नो हिंसात्मक क्रान्ति असफल भएपछि सुवर्ण शमशेर राजासँग सम्झौता गरी प्रजातन्त्र भित्राउने प्रयासमा जुटेका थिए भने विश्वेश्वर प्रसाद कोइराला हिंसात्मक क्रान्तिबाट प्रजातन्त्र स्थापना गर्ने पक्षमा जुटेका थिए। गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा क्रान्ति गर्न रकम आवश्यक परेकाले ब्याङ्कहरू लुट्ने प्रयास पनि गरिएको थियो, तर त्यो लुट्ने प्रयास पनि सफल हुन सकेन। विक्रम 2030 साल जेठ महिनाको 12 गते दुर्गा सुवेदीले विराटनगरबाट भारु 30 लाख रुपैयाँ राष्ट्र ब्याङ्कका लागि लग्ने सूचना पाउँछन्। उक्त सूचना उनले विश्वेश्वर प्रसाद कोइराला र गिरिजा प्रसाद कोइरालालाई सुनाई रकम चोरी गर्ने निश्चय गरी दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुङ्गेल योजना बनाउन थाल्दछन्। विक्रम 2030 साल जेठ महिनाको 28 गते शाही नेपाल वायुसेवा निगमको 19 सिटे ट्विन्टर विमान विराटनगरबाट अपहरण गरी ब्याङ्कका कर्मचारी दिलीप जङ थापासँग रहेको रकम चोरी गर्दछन् र विमानलाई बिहारको फारबिसगञ्ज अवतरण गराई दक्षिण एसियामै पहिलो विमान अपहरण गर्दछन्। विक्रम 2030 साल चैत्र महिनाको 3 गते पूर्वाञ्चल भ्रमणमा रहेका राजा वीरेन्द्रको सवारी विराटनगरमा हुन्छ। विराटनगरमा सवारी गर्ने क्रममा उनको सवारी साधनमा बम प्रहार हुन्छ। उक्त बम प्रहारको दोषी भनी भीम नारायण श्रेष्ठलाई समातिन्छ। हिंसामा अडेको अप्रजातान्त्रिक तरिकाले स्थापित सरकारका विरुद्ध शस्त्र उठाउनु न्यायोचित हो भन्ने विश्वेश्वर प्रसाद कोइरालाले विक्रम 2031 साल पुष महिनाको 1 गते नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूबाट ओखलढुङ्गा कब्जा गर्ने प्रयास गरेका थिए।
जसको नेतृत्व कप्तान यज्ञबहादुर थापाले गरेका थिए। ओखलढुङ्गा कब्जा गर्न असफल भएपछि शाही सेनाले यज्ञबहादुर थापालाई पक्राउ गरेका थिए भने ओखलढुङ्गा कब्जा गर्ने प्रयासमा शाही सेनाद्वारा 22 नेपाली काङ्ग्रेसी कार्यकर्ताहरू मारिएका थिए। सशस्त्र सङ्घर्षको असफलता, नेपालमा बढ्दो कम्युनिस्ट पार्टीहरूको प्रभाव र भारतीय हस्तक्षेपको बढ्दो खतराले गर्दा विक्रम सम्वत 2033 साल पुष महिनाको 16 गते भारतमा बिस्तारै मर्नुभन्दा नेपालमा गएर मर्न चाहन्छु, बाघको मुखमा जाँदैछौँ भनी विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह लगायतका नेपाली काङ्ग्रेसका नेताहरू नेपाल फर्किएका थिए। बीपी कोइरालाको समाजवादी सिद्धान्त र मेलमिलापको नीति नेपालमा राजतन्त्र होइन संवैधानिक राजतन्त्र उपयुक्त हुन्छ भन्ने रहेको थियो। बीपी कोइराला नेपाल फर्किएको समयमा विक्रम सम्वत 2033 साल फागुन महिनाको 6 गते सर्वोच्च अदालतद्वारा यज्ञबहादुर थापालाई मृत्युदण्डको सजाय सुनाइन्छ। त्यसपछि विक्रम सम्वत 2035 साल माघ महिनाको 26मा यज्ञबहादुर थापालाई कमला नदीको किनारामा र भीमनारायण श्रेष्ठलाई कोशी नदीको किनारामा गोली हानी हत्या गरिन्छ। विक्रम सम्वत 2035 साल चैत्र महिनाको 22 गते पाकिस्तानका सैनिक तानाशाह जिलाउल हकले पाकिस्तानका निर्वाचित प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई फाँसी दिएका थिए। यसले विद्यार्थीमा एक शङ्का उत्पन्न गर्यो, नेपालमा पनि तानाशाही प्रवृत्ति छ र बीपी कोइरालाले मृत्युदण्ड दिनुपर्छ भन्ने कुरा व्यापक चर्चामा रहेकाले पाकिस्तानी मुद्दालाई उठान गरी साङ्केतिक रूपमा प्रतीकमा नेपाल सरकार र राजालाई चेतावनी दिनको निमित्त चैत्र 24 गते काठमाडौँ उपत्यकाभरि विद्यार्थीहरूले जुलुस विरोध निकाली पाकिस्तानी दूतावासमा विरोध पत्र बुझाउन जाने क्रममा प्रहरीको दमन पूर्ण रूपमा देखा पर्दछ। प्रहरीको दमन विरुद्ध चैत्र 25 गते र 26 गते विद्यार्थीहरूले क्याम्पसमा हडताल गर्दछन्। उक्त हडतालमा सरकारले प्रहरी मार्फत जनदमनपूर्ण व्यवहार गर्ने भएकाले आन्दोलन गर्ने निर्णयमा पुगी चैत्र 27 गते विद्यार्थीहरूले संयुक्त सङ्घर्ष समिति बनाएका थिए, जसमा नेपाल विद्यार्थी सङ्घका बलबहादुर केसी, बेनु प्रसाई र शिव भुर्तेल, अनारसा ब्यूका शरण विक्रम मल्ल, भरत पोखरेल र ध्रुव ग्यावली र नेरा बिफेका ध्रुव श्रेष्ठ, कैलाश कार्की र सुनिल मानन्दर सहित 9 जना रहेका थिए। विक्रम सम्वत 2036 साल वैशाख 2 गतेदेखि 5 दिनसम्म त्रिभुवन विश्वविद्यालयले उपत्यकाभित्रका कलेजहरू बन्द गरिएको थियो। आन्दोलन राजधानीभित्र मात्रै सीमित नभइकन राजधानी बाहिर पनि फैलिँदै गएको थियो। विद्यार्थी आन्दोलनलाई समर्थन गर्दै भारतमा रहेका बाबुराम भट्टराई, दुर्गा सुवेदी लगायतका नेताहरूले विक्रम सम्वत 2036 साल वैशाख महिनाको 23 गते दिल्लीमा रहेको नेपाली राजदूतावास अगाडि प्रदर्शन गर्दछन्। विवाद चर्कदै गएपछि राजा वीरेन्द्र र संयुक्त सङ्घर्ष समिति बीच विक्रम सम्वत 2036 साल जेठ महिनाको 7 गते सम्झौता हुन्छ र उक्त सम्झौताले विद्यार्थी आन्दोलन स्थगन गर्ने घोषणा गर्दछ। जेठ 9 गते राजा वीरेन्द्रले बीपी कोइरालालाई दरबारमा बोलाई देशमा चलिरहेको आन्दोलन र समस्याको राजनीतिक समाधान गर्ने बारे छलफल भएको थियो, जसको फलस्वरूप विक्रम सम्वत 2036 साल जेठ महिनाको 10 गते, विक्रम सम्वत 2037 साल वैशाख महिनाको 20 गते जनमत सङ्ग्रह गर्ने शाही घोषणा भएको थियो। हाम्रा देशवासीहरूले के कस्तो परिवर्तनको चाहना गरेका छन् सो कुरा स्पष्ट रूपमा बुझी उचित कदम चाल्नको लागि हामीले नेपाल अधिराज्यभर बालिक मताधिकारको आधारमा सम्पूर्ण नेपालीको गोप्य जनमत लिने व्यवस्था गरिने कुराको घोषणा गरिबक्सेका छौँ। तत्कालीन माले र नेकपा चौथो महाधिवेशनले जनमत सङ्ग्रहको षड्यन्त्रपूर्ण नाटकलाई पूर्ण रूपमा भण्डाफोर गर्दै जनमत सङ्ग्रहलाई पूर्ण रूपमा बहिष्कार गरौँ भन्ने नारा दिई बहुदलवादी नेताहरूलाई पिट्ने, थुन्ने र अपमानित गर्ने समेत काम गर्न थाल्यो। अन्त्यमा आएर दुवै समूहले जनमत सङ्ग्रहमा बहुदलवादीको विपक्षमा मतदान गरिएका थिए। विक्रम सम्वत 2037 साल वैशाखको 20 गते नेपालमा जनमत सङ्ग्रह सम्पन्न भयो, जसमा सुधारिएको पञ्चायतमा 24,33,452 मत खसेको थियो भने बहुदलको पक्षमा 20,07,965 मत खसेको थियो। बीबी कोइरालाले पत्रकार सम्मेलनमा जनमत सङ्ग्रहको घोषित परिणाम अप्रत्याशित र व्याख्या गर्न नसकिने भए तापनि स्वीकार गर्दछु भनी जनमत सङ्ग्रहको परिणाम स्वीकार गरेकाले उनको पार्टीमा नै विवाद भएको थियो।
विक्रम सम्वत 2037 साल चैत्र महिनाको 14 गते विद्यार्थी संगठन अनारस बिउ 5औंद्वारा पञ्चायती व्यवस्था विरुद्धको हडताल स्वरूप नेपालको पहिलो नेपाल बन्द घोषणा गरिएको थियो र नेपाल बन्द भएको पनि थियो। विक्रम सम्वत 2039 साल साउन महिनाको 6 गते जननायक विश्वेश्वर प्रसाद कोइरालाको निधन हुन्छ। बीपी कोइरालाको निधनपछि गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालाले पार्टीको सामूहिक नेतृत्व गर्न थाले। विक्रम सम्वत 2040 सालदेखि पार्टी विस्तार गर्ने क्रममा चैत्र 24 गते, 25 गते र 26 गते काठमाडौँमा केन्द्रीय सम्मेलन गरियो, जसले नेपाली जनताको मौलिक हक बहाली गर्नका लागि अहिंसात्मक क्रान्ति गर्ने ऐतिहासिक निर्णय लियो। क्रान्तिको घोषणा भए लगतै राजा वीरेन्द्रले गिरिजा प्रसाद कोइरालालाई विक्रम सम्वत 2040 साल वैशाख 27 गते राजनीतिक अवस्थाको विकल्प खोजिरहेको भनी बताएका थिए, जसले गर्दा क्रान्ति 1 वर्ष ढकलेको थियो। विक्रम सम्वत 2041 साल फागुन महिनाको 28 गते र 29 गते नेपाली काङ्ग्रेसको दोस्रो केन्द्रीय सम्मेलन भएको थियो, जसमा विक्रम सम्वत 2042 साल जेठ महिनाको 10 गतेदेखि मौलिक हकको प्राप्ति र प्रजातन्त्र पुनर्बहालीका लागि सत्याग्रह प्रारम्भ गर्ने निर्णय भयो। हिंसात्मक गतिविधि भएमा सत्याग्रह फिर्ता लिने समेत निर्णय भएको थियो। पचहत्तरवटा जिल्लाहरूमध्ये 19 जिल्लामा सत्याग्रह भइरहेको समयमा असार 5 गते देशभरि नै बम विस्फोटन भयो, जुन पोखराबाट प्रारम्भ भएको थियो। असार 6 मा नारायणी दरबारको पश्चिम ढोकाका 2वटा ठाउँ, राष्ट्रिय पञ्चायत सचिवालय र अन्नपूर्ण होटेलको सभाकक्षमा शक्तिशाली बम पड्किए। यो विस्फोटन रामराजा प्रसाद सिंहले गठन गरेको बहुदलीय जनवादी मोर्चाले गरेको थियो। बम विस्फोटन भएकै दिन सत्याग्रह स्थगन भएको घोषणा गरियो। नेपाली काङ्ग्रेसले उही समय भएको राष्ट्रिय पञ्चायतको दोस्रो आम चुनाव बहिष्कार गरेको थियो। Freedom is never voluntarily given by the oppressor, it must be demanded by the oppressed. नेपाली काङ्ग्रेसले 16 वर्ष राजाको शासन विरुद्ध हिंसात्मक सङ्घर्षमा बिताए भने 13 वर्ष राजाको शासन विरुद्ध कुनै पनि सङ्घर्षको नेतृत्व गरेन। विक्रम सम्वत 2046 भदौ 24 गतेदेखि 30 गतेसम्म बीपी जयन्तीको उपलक्ष्यमा नेपाली काङ्ग्रेसले जनजागरण अभियान गरेको थियो। विक्रम सम्वत 2046 साल कार्तिक महिनाको 20, 21 र 22 गते नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठक बसेर बहुदल र राष्ट्रिय सरकारको माग गर्दै जनआन्दोलन गर्ने निर्णय गरियो। उक्त बैठकले वामपन्थीसँग तालमेल गर्ने प्रस्ताव राखेको थियो। फलस्वरूप विक्रम सम्वत 2046 साल पुष महिनाको 4 गते वाम समूहको 14 जना नेताहरूको बैठकले संयुक्त वाम मोर्चा बनाउने निर्णय गर्यो। पुष 26 गते 7 वाम समूह माले, मार्क्सवादी, चौथो महाधिवेशन, मानन्धर, रोहित, वर्मा र तुलसीलाल अमात्य मिलेर संयुक्त वाम मोर्चा गठन भयो, जसले काङ्ग्रेससँगै तालमेल गर्ने निर्णय गर्यो। विक्रम सम्वत 2046 साल माघ महिनाको 5 गते नेपाली काङ्ग्रेसले राष्ट्रिय सम्मेलन गरी फागुन 7 गतेदेखि प्रजातन्त्र नभित्रिएसम्म जनआन्दोलन गर्ने घोषणा गर्यो। फागुन 7 बाट नेपालमा मात्र नभई भारतको दिल्ली, नेपाली सीमा नजिकका बिहार, उत्तर प्रदेश र बङ्गालका सहर बजारहरूमा र संयुक्त राष्ट्र सङ्घको कार्यालय अगाडि समेत जुलुस प्रदर्शन तथा धरनाहरू भएको थियो, जसको फलस्वरूप विक्रम सम्वत 2046 साल चैत्र महिनाको 26 गते राजा वीरेन्द्रले रेडियो नेपालबाट प्रजातन्त्र स्थापना भएको शाही घोषणा गरे। विक्रम सम्वत 2047 साल वैशाख महिनाको 3 गते राजा वीरेन्द्रले गणेशमान सिंहलाई म नेपालीद्वारा नेपालीकै दिन प्रतिदिनको हत्याकाण्ड देखेर धेरै नै दुखी छु र त्यसको अन्त्य गर्न चाहन्छु भन्दा गणेशमान सिंहले नेपाली काङ्ग्रेसको नेतृत्वमा एक सर्वस्वीकृत सरकारको स्थापना र देशका नामुद संविधानविदहरूको टोलीले राजाको संवैधानिक नेतृत्वमा देश रहने गरी 1 वर्षभित्रै प्रजातान्त्रिक संविधान तयार गरी सोही अन्तर्गत आम निर्वाचन गराई नयाँ सरकारको गठन गर्ने भनी भनेका थिए। राजा वीरेन्द्रले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा उनले म त शारीरिक रूपले अशक्य छु, दिनमा 7-8 पटक टोयलेट जानु पर्दछ, कृष्ण प्रसादलाई सरकारले प्रधानमन्त्रीत्व बक्सनु पर्दछ भनी भनेपछि उक्त दिन नै कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री बनेका थिए।
त्यसपछि विश्वनाथ उपाध्यायको नेतृत्वमा गठित संविधान सुझाव आयोगद्वारा निर्मित नेपाल अधिराज्यको संविधान 2047 विक्रम सम्वत 2047 साल कार्तिक महिनाको 23 गते जारी हुन्छ। नेपाल अधिराज्यको संविधान 2047 को धारा 45 अनुसार 205 निर्वाचन क्षेत्रहरूमा विक्रम सम्वत 2048 साल वैशाखको 29 गते आम निर्वाचन सम्पन्न गरिन्छ।